नमस्कार, अपन समाचार में स्वागत है। शुरुआत में हेडलाइंस। महोत्तरी को मन्ना में डकैती, नगद सहित गहना लुटपाट, बम र गोली हानाहान। वाइड बॉडी प्रकरणमा भएको अनियमिततामा वायु सेवा निगमका महाप्रबन्धक दोषी ठहर, कारबाही गर्न अख्तियारलाई सिफारिस। शिक्षा तथा स्वास्थ्य उपसमितिद्वारा तयार प्रतिवेदन तत्काल सच्याउन डाक्टर केसीको माग। संविधानसम्म ढङ्गले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारलाई राष्ट्रिय सरोकार समितिको निर्देशन। र क्रिश्चियन धर्मसँग आफ्नो नाम जोड्ने प्रयास भइरहेको प्रति नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री नेपालको आपत्ति। अब समाचार विस्तारमा। महोत्तरी जिल्लाको मन्ना सिसवा नगरपालिका वार्ड नम्बर 2 भोलहीमा हिजो मध्यरातमा लुटपाट भएको छ। स्थानीय सक्खर र धान गहुँको व्यापारी रामसेवक यादवको घरमा 15 देखि 20 जनाको समूहमा आएको डाँकाहरूले नगद 5 लाख सहित लाखौं मूल्य बराबरको गरगहना लुटपाट गरी भागेका छन्। डाँकाहरूले पीडित यादवको गोदाममा समेत प्रवेश गरी तोडफोड गरेका थिए। गोदाममै सुतेका यादवका लेखापालको हातखुट्टा समेत बाँधेको पीडितले बताएका छन्। यता डाँकाहरू 2 समूहमा विभाजित भई अर्को समूह घरमै प्रवेश गरी परिवारका सदस्यहरूलाई थुनेर करिब 1 घण्टासम्म लुटपाट गरेको स्थानीय राजन ठाकुरले जानकारी दिनुभयो। राति 1 बजे भएको डकैतीमा स्थानीय तर्साउन डाँकाहरूले बम समेत ब्लास्ट गरेको नगर प्रमुख सञ्जय सिंहले बताउनुभयो। सिरहा र महोत्तरीमा भएको आगलागीमा 2वटा फुसको घर जलेर नष्ट भएको छ। आगलागीमा परि अन्दाजी 5,60,000 मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आज बिहान सिरहा नवराजपुर गाउँपालिका वडा नम्बर 1 गेरुवामा आगलगी भएको हो। आगलगीबाट स्थानीय रामेश्वर यादवको फुसको छाना भएको एक तल्ले घर जलेर नष्ट भएको छ। घरमा रहेको धान तथा अन्य भाडा बर्तन, लत्ता कपडा, फर्निचर, साइकल गरी 2,25,000 मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ। त्यस्तै महोत्तरीको औढी नगरपालिका 3 श्रीपुरमा हिजो साँझ आगलगी हुँदा स्थानीय महेन्द्र यादवको फुसको घर जलेर नष्ट भएको छ। आगो ताप्न बालेको घुरबाट अचानक आगो सल्किँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। फुसको घरसँगै जोडिएको यादवको इँटा र टालीले छाएको एक तल्ले घर समेत आगो जलेर नष्ट भएको छ। ढलखेबरबाट जनकपुर धाम हुँदै जटिहीसम्मको 6 लेन सडक निर्माणको काम नगरेको बस्तीभित्रको अवरोधका कारण सुस्त बन्दै आएको छ। त्यस रुटको चौरीमा दुवैतर्फको वाल निर्माण सहितको संरचना निर्माण हुँदा गतिमा भए पनि नगरको बस्तीमा काम भित्रिएसँगै विभिन्न अवरोधहरू हुन थालेको आयोजना प्रमुख देवेन्द्र प्रसाद शाहले दुखेसो पोखेका छन्। उनका अनुसार विभिन्न 4वटा प्याकेजमा ठेक्का दिएर जनकपुर परिक्रमा व्यापारिक विस्तार मार्ग योजना अन्तर्गत ढलखेबरबाट जनकपुर धाम हुँदै जटिहीसम्म 6 लेन सडक विस्तारको काम भइरहेको छ। पहिलो प्याकेजमा ढलखेबरदेखि सफीसम्म 14 किलोमिटरको काम अहिले 35% मात्र सम्पन्न भएको छ। सडकको समस्या तत्कालै समाधान हुने प्रतिबद्धता सम्बन्धित ठेकेदारले जनाएपछि 5 घण्टा पश्चात चक्काजाम खुलेको छ। महोत्तरीको सदरमुकाम जलेश्वरमा सडक निर्माणमा लापरवाही भएको कारण स्थानीय अजित भएको भन्दै स्थानीय र व्यापारीहरूले संयुक्त रूपमा चक्काजाम गरेका थिए। जलेश्वर नगरपालिका भित्रका विभिन्न सडकहरू निर्माणाधीन अवस्थामा रहेको छ। ठेकेदारको लापरवाहीका कारण जतैततै खाल्डाखुल्डी भएकोले सडक अस्तव्यस्त, निर्माणकै क्रममा खानेपानीको पाइप फुटेको कारण खानेपानीमा समस्या र टेलिफोनको सेवा महिनौदेखि अवरुद्ध रहेका कारण स्थानीय नगरवासी समस्यामा परेको र समस्या समाधानतर्फ सम्बन्धित सरोकारवालाहरूले ध्यान नदिएका कारण बाध्य भएर चक्काजाम गर्नुपरेको जलेश्वर नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष वरुण दाहालले बताउनुभयो। जलेश्वर नगरपालिका वडा नम्बर 1, 2 र 6 का वडा अध्यक्षहरूले संयुक्त रूपमा चक्काजाममा सक्रियता देखाएपछि सडक निर्माण व्यवसायी दबावमा परेका छन्। अपन समाचारमा अहिलेलाई व्यावसायिक विश्रामपछि वाइड बडी प्रकरणमा भएको अनियमिततामा वायुसेना निगमका महाप्रबन्धक दोषी ठहर, कारबाही गर्न अख्तियारलाई सिफारिस। शिक्षा तथा स्वास्थ्य उपसमितिद्वारा तयार प्रतिवेदन तत्काल सच्याउन डाक्टर केसीको माग। र संविधानसम्म ढङ्गले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारलाई राष्ट्रिय सरोकार समितिको निर्देशन। विश्रामपछि अब समाचारका बाँकीका प्रसङ्गहरू। सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिद अनियमितता
मुख्य दोषी रहेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत रत्न कंसकारलाई हदैसम्मको कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। समितिले तत्कालीन पर्यटन सचिव हालका गृह सचिव प्रेम कुमार राईलाई सफाई दिएको छ। समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हालका सचिव कृष्ण प्रसाद देवकोटालाई विमान खरिद नियमसङ्गत नभएको देखिएको अवस्थामा पनि अन्तिम किस्ता भुक्तानी गरेको भन्दै निलम्बन गरी अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको सम्बन्धमा थप छानबिन गरी हदैसम्मको दण्ड सजाय गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। मन्त्रीहरूको सवालमा भने समितिले अलि लचिलो हुँदै नैतिक जिम्मेवारी र कानुन सम्मत कारबाहीको निर्देशन दिएको छ। अध्ययन रिपोर्ट पेश भएको थियो। अघिल्लो बैठकमा त्यसका विभिन्न पक्षबाट छलफलहरू चल्यो। त्यो छलफलमा उठेका विषयहरूको सन्दर्भमा चाहिँ थप चाहिँ छानबिन गरेर त्यसमा चाहिँ परिमार्जन गर्नुपर्ने हकमा जस्तो टेक्निकल कुराहरू, प्राविधिक शब्दहरू मिलाउने, वाक्य संरचनाहरू मिलाउने र मतलब त्यो सिफारिस गरेका चाहिँ जुन व्यक्तिहरूको हकमा चाहिँ न्यायसङ्गत सिफारिस नभएको हो कि भन्ने हिसाबले पुनरावलोकन गर्न जुन म्यान्डेट दिएको थियो, त्यही आधारमा आजको बैठकमा सभापतिज्यूले उपसमितिले सिफारिस गरेका जुन प्रावधानहरू जुन राखिएका थिए त्यसमा चाहिँ पुनरावलोकन सहित उहाँले सिफारिस। यसअघि छलफलको क्रममा समितिले मन्त्रीहरूको सवालमा नैतिक जिम्मेवारी मात्र लिनुपर्ने उल्लेख गरेपछि समिति सदस्यहरूले कानुन सम्मत कारबाही थप्नुपर्ने माग गरेका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइड बडी विमान खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै पूर्वाग्राही ढङ्गले आफ्नो नाम जोडिएकोमा दुःख व्यक्त गर्नुभएको छ। आइतबार सिंहदरबार स्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दावी गर्नुभएको हो। संसदीय समिति अन्तर्गतको उपसमितिले विमान खरिद प्रकरणमा अधिकारीसहित 3 मन्त्री र 2 बहालवाला सचिव र पूर्व सचिवको पनि संलग्नता रहेको भन्दै प्रतिवेदन सार्वजनिक भएपछि मन्त्रीले पत्रकार सम्मेलन गरी आफू निर्देश भएको दावी गर्नुभएको हो। उपसमितिले आफ्नो प्रतिवेदनमा विमान खरिदमा महालेखा परीक्षकको प्रतिवेदनमा वैधानिक नदेखिएको भन्दै प्रश्न उठेपछि पनि सोबारे यथार्थ नबुझी अन्तिम किस्ता भुक्तानीका लागि स्वीकृति दिएको तथा संसदीय समितिमा झुटा विवरण प्रस्तुत गरेकोले मन्त्री अधिकारीको विमान खरिदमा भएको अनियमिततामा संलग्नता देखिएको ठहर गरेको छ। नागरिक उड्डयन क्षेत्रतर्फ निम्नानुसार प्रमुखमा भुक्तानी तालिका शेड्युल स्वीकृत भइसकेको थियो। अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुनको दृष्टिबाट के मैले उक्त सम्झौता बमोजिमको तालिका परिवर्तन गर्ने कानुनी आधार थियो? 2. मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्नु अघि नै सम्मानित सर्वोच्च अदालतबाट वाइड बडी एयरबस 330-200 खरिद सम्बन्धमा मिति 74 मङ्सिर 27 मा निगमद्वारा प्रकाशित बोलपत्र कानुनको अख्तियारीभित्र रही आफ्नो व्यापारिक उद्देश्य पूरा गर्न गरिएको र यसमा कुनै कानुनी त्रुटि भए गरेको नपाइँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन। प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भनी फैसला भएको थियो। सर्वोच्च अदालतको उक्त फैसलाको अवज्ञा गर्दै मैले कुनै आदेश दिने आधार थियो? 3. वर्तमान सरकार गठन र यस मन्त्रालयमा मेरो नेतृत्व हुनुभन्दा अगाडिको उल्लेखित सम्पूर्ण विकासक्रम तथा सम्मानित सर्वोच्च अदालतको फैसलालाई नजरअन्दाज गरी कानुनी एवं वैधानिक रूपमा मैले भुक्तानी रोक्ने आदेश दिन सक्ने अवस्था कुनै प्रकारले पनि थिएन। तथ्यमा आधारित खोजमूलक अनुसन्धान कार्यबाट मात्र संसदीय समिति र संसदको विश्वसनीयता एवं गरिमा कायम हुनेछ। माथिका तथ्यहरूबाट विमान खरिद प्रक्रियामा मेरो कुनै संलग्नता नहुँदा समेत अनुमान र पूर्वाग्रहको आधारमा मेरो नाम जोड्ने प्रयास भएकोमा दुःख व्यक्त गर्दछु। पत्रकार सम्मेलनको सुरुमा नै उहाँले 2074 चैत 3 गतेदेखि आफूले मन्त्रालय सम्हालेको र मन्त्रालयका कामहरू प्राथमिकताका आधारमा कार्ययोजना बनाई अघि बढाएको बताउनुभयो। पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा सहित अधिकारीहरू उपस्थित थिए। वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले तयार पारेको प्रतिवेदन तत्काल सच्याउन माग गर्नुभएको छ। वरिष्ठ चिकित्सक केसीले आफूसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक माफियाको पक्षपोषण हुने गरी शिक्षा तथा स्वास्थ्य उपसमितिले तयार पारेको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउन शिक्षा तथा स्वास्थ्य समितिसँग माग गर्नुभएको हो। उहाँले आज बिहान काठमाडौँको महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी आफूसँग भएको सहमति अनुसार सो विधेयक समितिले पुस 25 गते बुधबारभित्र पारित नगरे आमरण अनसन बस्न बाध्य हुने चेतावनी पनि दिनुभएको हो।
तथाकथित साम्यवादी शीर्षस्थ नेताहरू र उपसमितिका सांसदहरूले चलखेल गरेर हामीसँग भएको सम्झौता अनुरूप जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर चाहिँ माफियामुखी बुँदा हाल्दै विधेयक उपसमितिबाट पारित गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। एकातिर देशको अधिकांश जनता बसोबास गर्ने ग्रामीण क्षेत्रमा हरेक नागरिकले सर्वसुलभ रूपमा स्वास्थ्य उपचार पाउन् भनेर गाउँमा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्छ भनी हामी लड्दै आएका छौँ भने अर्कोतिर सोही क्षेत्रबाट निर्वाचित सांसद र शीर्षस्थ नेताहरू भने नागरिकका लागि नभएर माफिया दलालको। वरिष्ठ चिकित्सक केसीले आफूसँग भएको सहमति अनुसार विधेयक पारित गर्ने शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घरती मगरले प्रतिबद्धता जनाएपछि आफूले पुस 25 गतेसम्मको समय दिएको पनि स्मरण गराउनुभयो। उहाँले सबै प्रदेशमा एक एकवटा मेडिकल कलेज खोल्ने कार्यलाई तत्काल अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। अपन समाचारमा फेरि पनि व्यावसायिक विश्रामपछि संविधान सम्मत ढङ्गले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारलाई राष्ट्रिय सरोकार समितिको निर्देशन र क्रिश्चियन धर्मसँग आफ्नो नाम जोड्ने प्रयास भइरहेको प्रति नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री नेपालको आपत्ति। विश्रामपछि समाचारमा फेरि पनि स्वागत छ। अब बाँकीका प्रसङ्गहरू। संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संविधान सम्बद्ध ढङ्गले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रदेश र स्थानीय तहमा संविधान सम्बद्ध ढङ्गले कर्मचारी समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। कर्मचारीहरूको सेवा र सुविधा तथा वृत्ति विकासमा असर नपर्ने गरी संविधान सम्बद्ध ढङ्गले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारलाई निर्देशन दिएको समितिकी सभापति दिलकुमार रावलले जानकारी दिनुभयो। संविधान कार्यान्वयनमा गराउने दायित्वलाई अझ बढी गम्भीर भएर पालना गर्न कर्मचारीहरूलाई पनि निर्देशन दिएको समितिकी सभापति रावलले बताउनुभयो। सहमति भएका सरकार सम्बन्धी मन्त्री र पनि आजको यो बैठकले यहाँलाई पनि अनुरोध गर्छ। यो राष्ट्रिय सभामा यो अस्थायी रूपमा यसलाई चाहिँ हामी निर्देशन गर्छौँ, किनभने यो एउटा महत्त्वपूर्ण पाटो भएको हुनाले संघीय निजामती सेवा विधेयकले नै धेरै कुरा निर्दिष्ट गर्ने भावनाले यो छिटोभन्दा छिटो चाहिँ यो सदनमा प्रस्तुत गर्न हामी मन्त्रालयलाई चाहिँ निर्देशन गर्छौँ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान कानून र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर सरकारले कर्मचारी समायोजनको कामलाई अघि बढाएको स्पष्ट पार्नुभयो। सरकारले आगामी चैत्र दोस्रो साता हुने नेपाल लगानी सम्मेलनको तयारीमा जुट्न नेपाली दूतावासहरूलाई निर्देशन दिएको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालीले नेपाल लगानी सम्मेलनको आवश्यक तयारी गर्न विभिन्न देशमा रहेको नेपाली दूतावासहरूलाई निर्देशन दिएको जानकारी गराउनु भएको हो। संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले सो सम्मेलनमा बाह्य लगानी भित्र्याउन उल्लेख्य सफलता प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो। सरकारले आगामी चैत्र 15 र 16 गते नेपाल लगानी सम्मेलन आयोजना गर्दैछ। त्यसका लागि विदेश स्थित नेपाली दूतावासहरूलाई आवश्यक तयारी गर्न सरकारले निर्देशन दिएको परराष्ट्र मन्त्री गेवालीले बताएका छन्। ग्रुपको पपुलेसन गर्ने काम पनि यही हो भनेर हामीले सबै राजदूतहरूलाई त्यो ढङ्गले चाहिँ निर्देशन गरेको अवस्था हुन्छ। लगानी समिटको लागि हामीले तदनुरूप नै तयारी गर्न उहाँलाई भनेका छौँ। सेन्ट्रल रोल इन इन्डो पेसिफिक मैले त्यसको थप व्याख्या गर्नुपर्छ जस्तो लाग्दैन। मैले उहाँले खास गरेर एज अ करेन्ट इयर अफ SAC, एज अ इमिडिएट पास्ट इयर अफ दि बिमस्टेक र जुन खालको एउटा भूराजनीतिक अवस्थितिमा छ नेपालको एक्टिभ रोलको उहाँले इन्डो पेसिफिक क्षेत्रमा अलिअलि यहाँ कन्फ्युजन भयो या कन्फ्युजन डेलिबरेटली पार्ने कोसिस भयो भन्ने मलाई लाग्छ इन्डो पेसिफिक स्ट्राटेजीको बारेमा। He never said, I never mentioned that war was never used during our meeting. यसमा कतिपय चिजहरू राम्रो उपलब्धि हासिल हुन्छ। त्यसपछि परराष्ट्र मन्त्री गेवालीले राजदूतहरूको नियुक्ति संविधान सम्मत ढङ्गले अघि बढाएको पनि बताउनुभयो। उहाँले राजदूत फिर्ता गर्ने काममा सरकारले कहीँ कतै राजनीतिक पूर्वाग्रह नराखेको दाबी समेत गर्नुभएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ। नेकपाका वरिष्ठ नेता नेपालले सरकारको सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन आफू एसिया पेसिफिक समिटमा सहभागी भएको पनि स्पष्टीकरण दिनुभयो।
आज संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद एसिया पेसिफिक समिटमा नेता नेपाल सहभागी भएको भन्ने विषय कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराउनु भएको थियो। सोही सम्बन्धमा स्पष्टीकरण दिने क्रममा वरिष्ठ नेता नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गर्नुभएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कलाकारहरूलाई राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बास्कोटाले नेपालको कला मुलुकलाई धनी बनाउने आधार भएको उल्लेख गर्दै त्यस अभियानमा जुट्न कलाकारहरूलाई आह्वान गर्नुभएको हो। नेपाल कमर्सियल आर्टिस्ट संघले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले कला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मन्त्री बास्कोटाले कला क्षेत्रप्रति नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो। र मुख्य अतिथिको छनौट चाहिँ सही र नयाँ पुस्तालाई पनि यसप्रति आकर्षित गर्ने, हाम्रो मौलिकता संसारभरि चिनाउने, त्यही त रहेछ जम्मा जम्मी देश धनी हुने कुरा पनि क्षमता चिनाउने। त्यसको लागि तपाईहरु एकजुट हुनुहोस्। जो भर्खरै नियुक्त हुनुभएको सबै कुलपति लगायत सम्पूर्ण कार्य समितिका सदस्यज्यूहरू सबैलाई मैले उहाँहरूको कार्यकालको सफलताको पनि कामना गर्छु र त्यो सफलता देश निर्माणको एउटा नयाँ बिन्दुमा कलाकारिताको क्षेत्रबाट के गर्न सकिन्छ, राज्यले के गर्नुपर्ने हो, तपाईहरुको सक्रियता, गतिशीलता र एकता कुन बिन्दु र कुन ठाउँमा पुर्याउनु पर्ने हो, त्यसको निम्ति पनि छलफल गर्नुस्। म मेरो ठाउँबाट मेरो क्षमताले हैसियतले भ्याए जति व्यक्तिगत रूपमा पनि संस्थागत रूपमा पनि सहयोग गर्न तत्पर छु। सरकारले काठमाडौँको त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पताललाई अस्पताल परिसरमै रहेको गुठीको जग्गा उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्म अर्यालले नेपाल आँखा अस्पतालको सेवालाई विस्तार गर्न अस्पताल परिसरसँगै रहेको गुठीको जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले त्यसका लागि सरकारले गुठीसँग गरिरहेको कुराकानीको बारेमा पनि जानकारी दिनुभयो। आज सो अस्पतालको स्तरोन्नति गरिएको ओपीडी हलको उद्घाटन गर्दै मन्त्री अर्यालले अस्पतालको मागअनुसार सेवा विस्तारका लागि अस्पताल परिसरमा रहेको गुठीको जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। यो गुठीको अधीनमा रहेको जग्गालाई हस्पिटललाई अझै सहज बनाउन, यहाँको सेवालाई प्रभावकारी बनाउनको निम्ति हामी दुई पक्षको बीचमा सहजीकरण गरेर मन्त्रालयको तर्फबाट उपलब्ध गराउने र अझै सेवा सुविधालाई प्रस्तुत गर्ने, हाम्रा के थप्नुपर्नेहरू छ ती विषयलाई थप गरेर लैजाने विषयमा हामी संवेदनशील छौँ। अस्पतालले सेवा सुविधा अहिले भइरहेको पनि सामान्यतः अन्यत्रको तुलनामा ठिकै छ र अझै पनि हामीले विपन्न खालका मान्छेहरूको निम्ति, जीवनस्तर कमजोर भएका मान्छेहरूको निम्ति विशेष व्यवस्था गर्ने सन्दर्भमा अस्पतालले सोच्नुपर्छ। हामी त सुझाव दिन्छौँ। यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी लिए लगत्तै मन्त्री अर्यालले सो अस्पतालको निरीक्षण गर्नुभएको थियो। आफूले निरीक्षण गरेको बेला भन्दा अस्पतालको व्यवस्थापनमा धेरै सुधार आएको मन्त्री अर्यालले दावी गर्नुभयो। अन्त्यमा हेडलाइन्स एकपटक पुनः। 69 को मन्दामा डकैती, नगद सहित गहना लुटपाट। वाइड बडी प्रकरणमा भएको अनियमिततामा वायु सेवा निगमका महाप्रबन्धक दोषी ठहर। शिक्षा तथा स्वास्थ्य उपसमितिद्वारा तयार प्रतिवेदन तत्काल सच्याउन डाक्टर केसीको माग। संविधान सम्मत ढंगले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारलाई राष्ट्रिय सरोकार समितिको निर्देशन। र क्रिश्चियन धर्मसँग आफ्नो नाम जोड्ने प्रयास भइरहेको प्रति नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री नेपालको आपत्ति। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।